भयो भयो हुँदैछ अनि उ यहाँ मुनिएर धार छ त्यो त्यहाँ मुनिएर यहाँ मुनिएर धार कहाँ छ पानी चापको फुल त्यही बोतल पखालेर ल्याउनु भइहाल्छ हेलो गाइस कस्तो पानी आएको पानी आइरह्यो पानी आयो हेलो कस्तो पानी परेको हौ आएपछि कस्तो पानी आएको आफ्नो आफ्नो नाम लेखेर छ नाम सबै लेखेको म त पढेँ पढ्नु हो डुबाएर त पढ्नु त हुँदैन यो सबैको यो नाम होला क्या यो होइन यो त अहिले यो नयाँ हुनाले मात्र हो होइन अब भोलि पछि अब यहाँनिर परेवाहरू पनि उडाउनु मिल्छ नि त अहिले यो नयाँ भएर केही पनि छैन यो परेवा उडाएपछि चाहिँ अब परेवा चाहिँ बस्न सक्छ होइन अरू चराचुरुङ्गी पनि बस्न सक्छ अहिलेसम्म बसेको छैन है चरा बसेको छैन एक दिन बस्छ अब यो तल्लो छ नि तल्लोमा यो यस्तो अब केही अब लोतर्केहरू केही चारोहरू राख्ने होला होइन त्यस्तोमा पनि यहाँनिर चारो पानी पानीहरू राखिदिन्छ यो कस्तो पानी आएको कि है तेरीको आजको पानी आएर नै भयो क्या पनि केही छैन अब धेरै ठुलो त आएको छैन त झन्डा उडाउन जाउँ है भनेको त झन्डा त उडाउनु त हुन्छ नि त हाम्रो नेपालको झन्डा वा कस्तो भ्यू छ